नमस्कार, मेरो युट्युब च्यानल मनमनको खबरमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। आज हामी दिवालीको लक्ष्मी पूजा गर्ने दिन चाहिँ हामी इटरी चोकसम्मको यात्रामा छौँ। घरदेखि इटरी चोकसम्मको यात्रामा चाहिँ के कस्तो अवस्था छ, कतिको रमाइलो छ भन्ने कुरा चाहिँ यहाँहरूलाई प्रत्यक्ष देखाउन अथवा जनाउनको लागि हामी अगाडि बढिरहेका छौँ। यो भनेको स्काई होटल। हामी इटरी चोक आइपुगिसकेका छौँ। यहाँलाई अब इटरी चोक चोकै नजिकको सङ्गीत चोकमा प्रवेश गराउनेछौँ हामी केही समयपछि। यो लाइनबाट बिचबाट गरे। सङ्गीत चोकतर्फ हामी लग्दैछौँ। यो हाम्रो सङ्गीत चोक हो। सङ्गीत चोकको रमझम फेरि यता आउनु त तपाईँ राख्नु न।